आदरणीय भक्तजन एवं दर्शनार्थी महानुभावहरू, आज हामी बडा दशैंको महाअष्टमी विशेष पर्वमा छौं। आज शक्तिपीठहरूमा विशेषतः महाकाली, महालक्ष्मी, महासरस्वतीको विशेष पूजा आराधना पाठ पारायण गर्ने गरिन्छ। पञ्चबली पनि दिइने गरिन्छ। आज कालरात्रि अष्टमी र नवमी तिथिको बीचमा राति कालरात्रि विशेष पूजा पनि हुने गर्दछ। नवदुर्गाको आज विशेष दिन भएको हुनाले प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा विभिन्न स्थानबाट भक्तजनहरूको उपस्थिति बिहानैदेखि हामी देख्न सक्छौं। अहिले कालिका भगवती मन्दिरको 3वटा ढोकाबाट भक्तजनहरूले पूजा पाठ गरिराख्नु भएको छ। अहिले हामी तपाईलाई मन्दिरको पश्चिमतर्फको मुख्य प्रवेशद्वार देखाइरहेका छौं, जहाँ भक्तजनहरू दीप हाल्न खोजिराख्नु भएको छ। मन्दिरको अग्रभागबाट पूजा पाठ गरिराख्नु भएको छ। मन्दिरको वरपरका सत्तलहरूमा पनि पाठ पारायणहरू चलिरहेका छन्। मन्दिरको उत्तरतर्फ भजन कीर्तन चलिरहेको छ र भक्तजनहरू लाइनबद्ध भएर अहिले पूजा पाठ गरिराख्नु भएको छ। र हामी तपाईहरूलाई बडा दशैं 2082 को अवसरमा धेरै धेरै शुभकामना पनि व्यक्त गर्दछौं। स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र निरन्तर उच्च प्रगतिको हामी शुभकामना व्यक्त गर्दछौं। र आज महाअष्टमी विशेष पर्व भएको हुनाले कालिका भगवती मन्दिरमा महाअष्टमीको अवसरमा अहिले बिहान पनि सरकारी पूजा भइसकेको छ र दिउँसो यो कालिका भगवती मन्दिरको अगाडिको भागमा रहेको मौलोमा विशेष पूजा आज हुने गर्दछ। एउटा राङ्गो त्यहाँ बलि दिइन्छ। मन्दिरको उत्तरतर्फ यो कौटन्ने थानमा सुँगुरको बलि दिइन्छ भने कालिका भगवती मन्दिरको मण्डपको 4 दिशामा रहेका 4वटा खड्गहरूलाई विशेष पूजा गरेर आज मन्दिरको अगाडिको मौलो परिक्रमा गराइने कार्यक्रम छ। हरेक वर्षको 2 पटक चैत्र शुक्ल अष्टमी र आश्विन शुक्ल अष्टमीको दिन मात्र ती खड्गहरूलाई विशेष पूजा गरेर मन्दिरको अगाडिको मौलोलाई परिक्रमा गराइने परम्परा छ, जुन आज हामी दिउँसो गर्नेछौं। र देशवासी समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र पमरखण्डका दाजुभाइहरूको सुख शान्तिको लागि पनि यो महाअष्टमीको दिन गुठी व्यवस्थापन समितिले सरकारी पूजा गर्ने प्रचलन रहिआएको छ। यहाँहरू जहाँ हुनुहुन्छ सबैको सुख शान्ति र समृद्धिको फेरि पनि एकपटक कामना गर्दै बडा दशैंको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं। धन्यवाद।